हेलो गाइज वेलकम ब्याक टु माई च्यानल। आज सन्डे बिहानको लगभग 11 बजिसकेको छ। म अहिले राइड जाँदैछु। मसँग देवेन्द्र र सुखदेव ब्रदर हुनुहुन्छ। हामी तीनजना मिलेर काभ्रे जिल्लाको पनौती नजिक रहेको आदित्य मोक्ष धामतर्फ जाँदैछौँ। अहिले नेपालमा पेट्रोलको मूल्य बढेर करिब 200 क्रस गरिसकेको छ प्रति लिटर। त्यसैले आजको राइड चाहिँ अलि एक्सपेन्सिभ हुनेवाला छ। तर नयाँ ठाउँ एक्सप्लोर गर्ने एकदमै त्यो भित्रबाट आउने एउटा उत्साहले गर्दा चाहिँ त्यो पेट्रोल चाहिँ महँगो भयो, एक्सपेन्सिभ राइड भयो भनेर चाहिँ त्यस्तो सोचेको चाहिँ छैनौँ। र नेपालका गुगल बोय भनेर चिनिएका एकजना बालक, उहाँको नाम चाहिँ आदित्य हो। अनि उहाँकै अब परिकल्पनामा निर्माण भइरहेको छ क्या एउटा आदित्य मोक्षधाम भन्ने। अब हामी चाहिँ त्यही मोक्षधाम जाँदैछौँ। अनि आजको मोटो भ्लगमा हामी तपाईँलाई त्यहाँको बाटो, राइड एक्सपिरियन्स र आदित्य मोक्षधामको वातावरण देखाउनेछौँ। सो भिडियोलाई अन्त्यसम्म हेरेर इन्जोय गरिदिनु होला है त। लेट्स गो। ल हस्, हाल्नु पर्ला जस्तो लाग्यो यार। 1 2 3 4 लाइन मात्रै छ, 6 लाइन हुनुपर्ने हो होइन। 2 लाइन सकिसकेको छ। अस्ति कता कता गएर कता त के भन्नु, कहाँ गएँ म? त्यही घर वरिपरि यताउता गर्दा गर्दै गयो पेट्रोल। सो अब अलिकति पेट्रोल हाल्नु पर्ला जस्तो लागेको त्यही पेट्रोल पम्पमा गएर। अहिले चाहिँ कता आइपुग्यो, जडीबुटी आइपुगेँ म। I like this hat. झन् तकमै तकमा छ हौ, कता कताको यो के हो ब्याज पनि। कता 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 गएर आएको? कता गएर आएको? ए ओके ओके, पनौती जान आँटेको। ल ओके, बाई बाई। म राधे राधे आइपुगेँ। यतैतिर बस्नु एकैछिन। भनेको कता हो त्यो थाहा छैन मलाई होइन। आई होप अगाडि नै होला। यहाँ फिर कल गरेँ। आई थिङ्क सृजनानगर भनेको अगाडि नै हुनुपर्छ। थाहा छैन नि त मलाई कता छ यो सिर्जनाको नगर। हेलो सर, खोइ त ठिक छ। फ्युल हाल्नु पर्ने थियो यार। फ्युल म फ्युल हालेर आउँछु। ल तेल हालेर आउँछु। बस जति अट्छ त्यति हालिदिनुहोस् ल। सबै फुल हालिदिनु, जति अट्छ अट्छ। 202 छानचुनले पुग्छ भने छानचुन दिन्छु, नत्र भने 2 लिटर हाल्दै 400 लाउनु। देवेन्द्र सरलाई हेलो भनेकै छैन यार मैले। यो चाहिँ हाम्रो नाला जाने बाटो चाहिँ यही हो। BMW कति धनी धनी छन् यार मान्छेहरू। म मात्रै गरिब यार। अब जुजुधौ कहाँ पाउँछ? जुजुधौ लिएर जाऊँ न, उता यसरी खानु मजा आउँछ। रोड रेज ठोक्या त छैन नि यार। गाडीवालाहरूको, कारवालाहरूको यो घमण्ड के भयो त यार। त्यहाँ डिस्कस गर्नु सट्टा पऱ्यो ब्याक गरेर अलिकति घुमाएर गयो भने त भइहाल्थ्यो होला नि। अहिले हामी भक्तिपुर ध्रुव स्क्वायर जाने बाटो चाहिँ यो जस्तो लाग्छ मलाई। हो, अस्ति न लास्ट टाइम आएको थिएँ म यहाँनिर। सो भक्तिपुर ध्रुव स्क्वायर जाने चाहिँ यहाँ माथिबाट हो।
सर यताबाट जुजु धाउ लिएर जाउँ न जुजु धाउ मेरा बेस्ट हो क्या कहाँ किन्ने सही हो तर मैले के पनि बुझेको छैन के भनेको सुनेन सबजना छिर्छ नि म पनि छिर्छ यहाँबाट मलाई बाल बकचोदी मत कर लौड़े What the hell? खाल्टै देखिन यार मैले ल जाऊँ हिँडौँ सोल्टीहरू त ढुवाइका ढुवाइ छिराउँछ यार तरकारी फार्म यो बन्दाकोपी रहेछ सबै बन्दाकोपी यतातिर चाहिँ प्रायः इटा भट्टा रहेछ जति पनि इटाहरू आउँछ सबै यहाँबाट आउने होला क्या यो एरियाबाट मलाई यो ठाउँको बारेमा त्यति धेरै थाहा छैन त्यही भएर म चाहिँ केही पनि बोलिनँ यो ठाउँमा चाहिँ अब के छ कस्तो छ भन्ने कुरा चाहिँ तर जे छ रमाइलो छ यार यो ठाउँ अच्छा नाला गुम्बा डाकपो स्याद्रुब ओके नाइस अब हामी कहाँ आइपुग्यो बनेपा छोयो अब वाह व्हाट इज दिस मेरी आम्बोइनी के हो बाटो त हल्का रमाइलो चलो चलो ओ कोको मेरी आम्बोइनी धुलो त कति होइन हामी बजार बनेपा आइपुगिसकेका छौँ बाटो चाहिँ यहाँसम्म चाहिँ धोस्तो रहेछ यार बाफ्रे यहाँदेखिबाट बिग्रेको रहेछ है बाटो ठ्याक्कै यहाँदेखिबाट बिग्रेको रहेछ अच्छा अब चाहिँ ट्याक्क सब ठ्याकठुक छ अरे होइन अहिलेको कन्डिसनमा चाहिँ बनेपाको अलमोस्ट बाटोहरू चाहिँ सबै धोस्दै रहेछ क्या अब यहाँबाट छिरौँ भनेको यहाँबाट चाहिँ ट्याक्क लगाएर बाटो ब्लक रहेछ टु व्हिलर चाहिँ छिर्छ हाम्रो 4-5 स्कुटर चाहिँ छिर्दैन सो कहाँबाट जाने भन्दाखेरि चाहिँ नि अब यही यही लेनबाटै छिरिदिउँ न भनेर रङ लेनबाट गएँ अब हामीले चाहिँ ट्राफिक रुल चाहिँ उ गरेको होइन तर उताबाट घुम्नलाई हामीलाई अप्ठ्यारो अलिकति गाह्रो हुन्छ नि त अनि त्यही भएर चाहिँ हामी छेउछेउबाट आएको अब यहाँबाट चाहिँ सिधै हामी पनौती हुँदै पनौती बस पार्कबाट निमासतिर लाग्छौँ यतै रे आदित्यधाम मोक्षधाम यो चाहिँ कहाँ हो भन्दाखेरि पनौतीमा हो है पनौतीमा नि यस्तो दामीसँग लालीगुराँस चाहिँ यहाँ माथि छ खोइ त देखाउनु त लालीगुराँस यता ल्याउनु त अगाडि हामी चट्ट जानुपर्छ के अरे आदित्यधाम त्यसपछि तिमीलाई लालीगुराँस लाऊ यो आदित्य मोक्षधाम जाने उकालोमा चाहिँ अलिकति धेरै ठाडो उकालो छ सो स्कुटर चाहिँ सकेसम्म नअड्काउँ भन्ने हिसाबले जानुपर्छ यहाँबाट चाहिँ हामी चाहिँ आदित्यधाम आइसकेका छौँ लुक एट दिस भ्यू चाहिँ पुरा खाली नै छ अहिलेसम्म चाहिँ अनि हाम्रो बालेनको डोजर त यहाँ पनि रहेछ भाइ बालेन सरकारको डोजर हो दाइ
हाम्रो आदित्य भनेको उहाँ हुनुहुन्छ आदित्य बरु त्यही हो आदित्य बरु सानो रहेछ नि हौ 2067 कि त्यही के हो होइन आदित्य भनेको मेन चाहिँ उहाँ हुनुहुँदो रहेछ है हाम्रो गुगल बोय आज चाहिँ हामी आदित्य धाम आएको छौँ आदित्य भनेको चाहिँ हाम्रो गुगल बोय सो आज चाहिँ हामीसँग देवेन्द्र र हाम्रो देवेन्द्रको दाइ हुनुहुन्छ सुकादेव हाम्रो दाइ पनि हिमाल दाइहरूसँग एकदमै क्लोज भएको दाइ हुनुहुँदो रहेछ भेटेर खुसी लाग्यो ल दिनुहोस् तपाईँ केही हाई भनिदिनुहुन्छ ल हाई भनिदिनु मात्रै हेलो हो दाइ आदित्यले लेखेको छ धर्म क्षेत्र कुरुक्षेत्र सर्व समवर्ते सुयुचुत्सम मामको पाण्डव के हो क्रिम सञ्जय भनेको छ भन्नु त धर्म क्षेत्र कुरुक्षेत्र समवेता युयुत्सव मामका पाण्डवाश्चैव किम कुर्वत सञ्जय यो चाहिँ हाम्रो आदित्यजीले भन्नुभएको तर के भन्नुभएको चाहिँ मलाई चाहिँ थाहा भएन यो कुर्वत र उसको र उसले लेखेको त्यो यत्रो बच्चा लेखेको नाइस राम्रो ठाउँ रहेछ बनाइरहेको छु यस्तो घाम लागिरहेको छ क्या डह्रो हाम्रो आदित्य बोरो कहाँ गयो भनेको त यहाँ झुलु झुलै खेलेर बसिरहेको रहेछ आज चाहिँ हामी जुगल भ्लग्स र आशिष थापामा गरेको भ्लग चाहिँ आज युट्युबमा आउनेवाला छ सो सबजनाले हेरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला केही भनिदिनु सब्सक्राइब गरिदिनु भन्नु होला अन्त ल दुइटैमा गरिदिनु है त ल जुगल ब्लग एन्ड आशिष थापामा टु सब्सक्राइब लाइक सेयर एन्ड के भन्छ सब्सक्राइब मैले सुरुमै भन्छ नि त ल स्टप रेकर्डिङ गोप्रो स्टप मेरो धनुषबाट देखाउनु न यो चाहिँ मैले हान्ने धनुषबाट हो क्या यो चाहिँ यो त जो पाइ त्यसले चलाउनु पाइँदैन थियो भरे त्यहाँनिर राखेको यार यहाँनिर अब हात चाहिँ नछुनु भनेको छ हात चाहिँ नछुनु है यो चाहिँ म चाहिँ एउटा यो स्पेसल टाइम आएको बेला मात्रै हान्ने हो क्या यो चाहिँ आकाश बाणमा हाने पछाडि घाम लाग्ने र पानी पर्ने चाहिँ यो यसबाट हुन्छ कि त्यही भएर चाहिँ अब अस्ति हानेको थिएँ आज घाम लागिरहेको छ नत्र पानी पऱ्यो भने चाहिँ आज यहाँ जान्छै हुँदैन ल गोप्रो स्टप रेकर्डिङ कृपया दुबोमाथि नहिँड्नुहोला
ल यो चाहिँ हाम्रो सानो नानीले बनाइरहेको छ मैले छैन आशिष थापा मगर छ छैन छैन तिम्रो फेस आएको छैन हाम्रो खाने मान्छेहरू चाहिँ यहाँ छ हामी म पनि हो एउटा बढी जाला है हेर नि यो चाहिँ के हो आलु ए आलु पो हाल्छ यसमा तिमीले कहिले सिकेको यस्तो बनाउनु होला अहिलेसम्म कतिवटा बेच्यो अहिलेसम्म 50 रुपियाँको बेच्यो अघि नै मात्र 50 को अब तपाईँले खासै चाहिएको हुन्छ आज मान्छे पनि छैन नि त धेरै होइन आएको छ त उसको फेस आएको छ त हेर छैन नि छैन हो छैन म सोधेर हाल्छु नि त अब हुन्छ भने मात्रै फेस हाल्छु नि त हाल्दिनँ नि यो चाहिँ के हो ल्याउनु त्यो त तिम्रो फेस चाहिँ ननिकाल भनेर नि यो सानो पसलबाट त्यहाँबाट चाहिँ गुन्द्रुक र चामल अनि त्यस पछाडि चटपटे र पानपुरी खायो भने त्यसमा चाहिँ हामीलाई फेस नदेखाने अलाउड नभएको भएर चाहिँ मैले त्यहाँ भिडियो बनाएन सो अब चाहिँ हामी सायद घरतिर जान्छौँ होला आउनु बस्नु वान साइड बस्नु न आरामले ल वान साइड भनेर यसरी अँ यसरी अँ लडिदैन लडिँदैन मलाई त डर लाग्छ नि ए मलाई समाउनु न खासै त्यसो डर मान्नै पर्दैन ल्याम्मै लाएर होला मलाई त्यसमा त लास्टै डर लाग्छ म ममलाई यसरी चाहिँ लिएर जान्छु ए वान साइडमै हो किनकि यता खुट्टा च्याप्दैन नि हुलचेलले यो चलाइमा नि भर पर्छ अब स्लो चलाइदिने हो खाल्टाङ खुल्टुङमा अलिकति हेर्नुपर्छ अनि त्यो ए स्कुटी एकपट्टि धर्का जस्तो किन हुँदैन हुँदैन बानी हो ल हिँड्नु तलैसम्म जाने हो त्यसरी हुन्छ ल ल राखिदिन्छु म यहाँसम्म पनि एउटा हातले यो हुलचेयरमा ए हुन्छ अनि झन् सजिलो हुन्छ अब हाम्रो लेडिज स्टाइलमा लेट्स गो आज हामीले आदित्य मोक्षधाम लगभग 3-4 घन्टा 2-3 घन्टा चाहिँ बितायौँ त्यो मोक्षधाममै यताउता डुल्दै भिडियोहरू बनाउँदै गफ गर्दै बितायौँ त्यहाँको इन्भाइरोमेन्ट चाहिँ एकदमै पिसफुल भएकोले समय गएको थाहा नै पाएनौँ क्या अनि यसो घडी हेरेको अब चाहिँ समयले डाँडा काटिसकेछ अनि त्यसैले अब हामी चाहिँ घर फर्किँदैछौँ There was once a day that I would pray for you. I'd go and misbehave just so you'd notice too. Sneaking looks up and down from across the room. And damn, what a hell of a view. I feel good, you look great. I like you, I can't wait. A first time, a first date. You're so fine, I'm so late. You sip wine, I drink straight. Don't waste time to my place. I feel my heart erase. So catch me if I fall. क्या मजाको बाटो रहेछ क्या मजाको बाटो क्या यहाँनिर ड्रोन उडाउनु मन लाग्यो क्या यो घरहरू यताबाट उडाउँ न उयो यहाँ रोकौँ यहीँ
वा यो पानी घट्टा के खाने त ए खाजा खानलाई खोइ कता अब त हामी यहाँ जान्छ यता तल जानुपर्छ यहाँ त केही छैन खाजा यतातिर हेरौँ न त दोभान अनि खोइ त खाजा ठाउँ नै छैन त यहाँनिर हुन्छ उतै जाऊँ म कस्तो ठाउँमा यार जमाना पुरानो पुरानो घरहरू बारीमा मान्छेहरू काम गरिरहेको ट्राउट रहेछ त्यहाँनिर टाइम लाग्ला हो टाइम कति बजेर 5 बज्न आँट्यो त्यहाँ नै अब तिनीहरूले आधी घन्टा 1 घन्टा त लाग्यो होला क्राउड बनाउनु कि जाने गइदिउँ न क्राउड खाने जाने भयो घुमौँ सोधौँ न कति टाइम लाग्छ धेरै टाइम लाग्छ भन्दा अब के बस्नु र आउटर पनि बस्नु मिल्दो रहेछ यहाँनिर सोध्नु त पनौती काभ्रे होइन यो ठाउँबाट आउँदाखेरि चाहिँ म त पुरा ब्याक टु डु के भन्छ टाइम ट्राभल गरेर 2060 मा पुगे जस्तो फिल भइरहेको ल पुरानो पुरानो घरहरू जस्ता तस्तै छ क्या बाटोमा जाँदै गर्दा हामीले एउटा ट्राउट फार्म देख्यौँ अब देखेपछि त लोभ लागिहाल्यो ट्राउट खानु पर्यो अनि सिधै हामी तल रेस्टुरेन्टतिर लाग्यौँ अनि मलाई भने चाहिँ ड्रोन उडाउनु मन लाग्यो अनि यसो माथिको भ्यूहरू खिच्दै थिएँ अनि ड्रोन उडाइसकेर तल ल्यान्डिङ गर्ने बेलामा त ल तल टेबलमा त ट्राउट रोस्ट आइसकेको रहेछ हामी सेटहरू मैले एउटा कोइला चोरेर ल्याएको थिएँ के ल्याएको एउटा कोइला एउटा मात्रै दिन्थ्यो भने ध्वासी त ध्वासीले एउटा मात्रै दियो कोइला यसरी नै आजको दिन सकियो आशा छ तपाईँलाई यो भिडियो सायद मन पर्यो होला यति भन्दै सी यू इन द नेक्स्ट भिडियो बाई ल बाई आजको दिन दामी मजा आयो नेक्स्ट टाइम पनि प्लानिङ गर्नुपर्छ ल देवेन्द्र सर बाई ल बाई गुड नाइट ओके गुड नाइट म अहिले भिडियो बनाएर पठाउँछु है त ल बाई